साथीहरू नमस्कार। तपाईहरु पनि म जस्तै पोतो आउने, छाला चाउरी पर्ने अनि ड्राई स्किन हुने, स्किनमा ग्लोइङ नआउने भएर दिगदार हुनुभएको छ भने यो उपाय गर्नु ल। यसले चाहिँ मेरो स्किनमा धेरै सुधार गरेको छ। पोतोले चाउरी छाला परेर अनि ड्राई भएर धेरै गाह्रो बनाएको थियो। जुन दिनदेखि मैले यो घरेलु उपाय सुरु गरेँ त्यो दिनदेखि मैले मेरो पोतो पनि कम हुँदै गएको देखेको छु। स्किनमा पनि ग्लोइङ आएको छ, ड्राइनेस पनि हटेर गएको छ। स्किनलाई लिफ्टिङ गर्न, फाइन लाइनहरु हटाउन, रिङ्कलहरु रिमुभ गर्न पनि सहयोग गरेको छ। थप जानकारी चाहिएमा कमेन्ट सुन्नु होला। यो उपाय धेरै इजी छ, घरमै बनाउने हो। एकपल्ट बनाएपछि 6 महिनालाई पुग्छ। थप जानकारीको लागि कमेन्ट चाहिँ छुन्न नभुल्नु होला। मेरो युट्युब च्यानल